पुरुषमा यौन क्षमता कमजोरको लक्षण पत्ता लगाउन ज्यादै गाह्रो हुन्छ। सामान्यतया शरीरमा हर्मोनको गडबडी या कमीका कारण यौन क्षमता कमजोर हुने समस्या निम्तन सक्छ। हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ। कयौं पटक हिष्टपुष्ट मानिस पनि नपुंसकता वा यौन क्षमता कमजोर हुने शिकार बनिरहेको पाइन्छ। यसकारण नपुंसकता यौन क्षमता कमजोरको कारण पत्ता लगाउन एकदमै गाह्रो हुन्छ। खास गरी पुरुषमा सम्भोगको समयमा सही तरिकाले यौन क्रिया गर्न नसक्नु या शीघ्र पतन हुन नपुंसकताको लक्षण हुन सक्छ। सामान्यतया नपुंसकताको सम्बन्ध सिधा रूपमा ज्ञानेन्द्रियसँग हुन्छ। यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैनन् भने कयौं पटक सङ्कोचका कारण डाक्टरसँग परामर्श लिँदैनन्, जसबाट रोग बढ्ने सम्भावना हुन्छ। नपुंसक व्यक्ति आफ्नो महिला साथीसँग कहिल्यै सन्तुष्ट हुन सक्दैनन्। कुनै मानिसहरू नपुंसक नभए पनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौन कार्यका दौरान उत्तेजित हुन सक्दैनन्। पछि गएर सोही समस्या दीर्घकालीन बन्न सक्दछ। खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त, यो विषयमा पनि हामी जान्नु पर्दछ। जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैनन् या शीघ्र पतन हुन्छ, यो नै यौन क्षमता कमजोरको लक्षण हुन सक्छ। यौन क्षमता कमजोर भएका पुरुषको लिङ्गमा कठोरता आउँदैन, आए पनि लिङ्ग चाँडै लुलो हुन जान्छ। सम्भोगका दौरान अचानक लिङ्गका कठोरतामा कमी आउनु पनि यसको मुख्य लक्षण हामीले मान्नु पर्दछ। यौन क्षमता कमजोरको सिधा सम्बन्ध ज्ञानेन्द्रियसँग हुन्छ। मानिसले सङ्कोचवश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुँदैनन्। यौन क्षमता कमजोर धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिला नजिक जान पनि उनीहरूलाई डर लाग्न सक्छ। बढ्दो उमेरसँगै यौन इच्छा पनि कम हुँदै जान्छ। जो पुरुष यौन क्रियामा रुचि राख्दैन र जसमा उत्तेजना हुँदैन, ऊ पूर्ण रूपमा यौन क्षमतामा कमजोर हुन सक्छ। यौन क्षमता कमजोरका कारण पुरुषको लिङ्ग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन सक्छ। यौन क्षमता कमजोर पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ। यस्ता मानिस अक्सर भिडमा हडबडाउँछन्, महिलासँग कुरा गर्न पनि मन पराउँदैनन्। यौन क्षमता कमजोर भएका व्यक्तिमा रोग प्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटक पटक बिरामी परिरहन्छ। बाँझोपनका कारण प्रजनन अङ्ग कमजोर हुन्छ। फास्ट फुडको बढी प्रयोग र खानपानमा पोषक तत्त्वको कमी पनि यसको प्रमुख कारण हो। हामीले विशेष रूपमा ख्याल गर्नुपर्दछ। तपाईँलाई आज हामीले विशेष रूपमा यो इन्फर्मेसन दियौँ। तपाईँलाई कस्तो लाग्यो कृपया सब्सक्राइब गर्नुहोला र कमेन्ट गर्नुहोला।